म यति बेला नुवाकोटको ऐतिहासिक देवीघाट बजारको प्रवेशद्वार अगाडि छु र यहाँसम्म त्रिशुली नदीको बाढी आइपुगेको छ र नेपालको एकीकरणसँग जोडिएको यो ऐतिहासिक देवीघाट बजार लगभग ध्वस्त भएको अवस्था छ। यहाँका कुनै पनि बजारका कुनै पनि घरहरू काम लाग्ने अवस्थामा छैनन् भने बाढी यति पसेको छ कि जहाँ बाढी आइपुग्छ भन्ने परिकल्पनै गरिएको छैन, गरिएको थिएन। त्रिशुली नदी आफ्नो सतहबाट 150-200 मिटरसम्म माथि आइपुगेर यो बजार छेदविच्छेद बनाएको छ। हामी देवीघाट बजारको हामी कहाँसम्म पुग्न सक्छौँ त्यो पनि निश्चित छैन, किनभने यो दलदलपूर्ण माटो र बालुवा ल्याएर राखेको अवस्था छ र हामी देवीघाट बजारको ऐतिहासिक देवीघाट बजारको स्थिति कस्तो छ त्यो देखाउने प्रयास गर्छौँ। यो देवीघाट बजारमा छौँ र अब बजार थियो भन्नुपर्ने अवस्थामा छ, कुनै बेला बजार थियो भन्ने अवस्थामा आइपुगेको छ। यो खण्डहर बस्तीमा छौँ जहाँ हरेक घरहरू नदीको यस्तो बालुवाले पुरिएको छ। ढलान गर्नलाई ठिक्क पारेको सिमेन्ट र गिटी मुछिएको जस्तो अवस्थाको बालुवा र गिटी ल्याएर यहाँ नदीले थुपारेको अवस्था छ र यो वरिपरि सबै देवीघाट बजारदेखि बुनिबेसी सम्मको सबै घर बस्तीहरूमा यसरी यो पसेको अवस्था छ र हामी यहाँका स्थानीयहरूसँग बाढी आएपछिको अवस्था र बाढी आउँदाखेरिको सूचना र उहाँहरूले ज्यान जोगाउन सफल हुनुभएको छ त्यो अवस्था कसरी उहाँहरूले भोग्नुभयो यो विषयमा कुरा गर्छौँ। यहाँ बुवा, एकजना बुवा हुनुहुन्छ। बुवा नमस्कार। नमस्कार। हजुरको नाम? मानकाजी चित्रकार। हजुरले यो बाढी आउँदैछ भन्ने कुरो आउनुभन्दा कति पहिला थाहा पाउनुभयो? म चाहिँ घरबाट बाहिर थिएँ, 9 बजीतिर थाहा पाएँ होइन। अनि म आउनु भनेर लाएको, खोला आइहाल्यो। आयो, म जहाँ थिएँ त्यहीँ नै रोकिएँ। अनि त्यस पछाडि त्यो माथि त्यो विद्युत बेलकुटगढी नगरपालिकाको माथि पुगेर नगरपालिका पुगेर अनि धमले निस्केर आउँदाखेरिमा यहाँ त केही पनि बाँकी थिएन। त्यहाँ माथिबाट हेरेको यो त खण्डहर भएर बालुवा मात्रै थुप्रेको देखियो, पानीहरू घट्दै गएको होइन देखियो। मैले चाहिँ त्यो देखेँ होइन। अनि मेरो परिवारहरू चाहिँ मैले थाहा पाउन साथ फोन गरेँ। अनि उनीहरू चाहिँ घरबाट निस्केर भाग्दाखेरिमा यहाँ चौकीसम्म आइपुग्दा खोला पछि आएको थियो भन्ने कुरोहरू थाहा पाएँ होइन। मेरो जानकारी भए त्यति मात्रै हो होइन। पछि आउँदा त अब यो यस्तो भइसक्यो रहेछ। अब यो बजार नेपालकै पुरानो मध्येको एउटा बजार हो। यो कति वर्षदेखिको इतिहास बोकेको बजार हो? अब कति पुस्ता अगाडि हो थाहा छैन होइन। अब परम्पराकालदेखिको यहीँ बस्दै आए होइन हाम्रो चित्रकार समाज। त्यस पछाडि अब अहिलेसम्म हाम्रो पुर्खासम्म बस्यौँ होइन। अब हामीभन्दा मुनिको पुर्खा यहाँ बस्ने अवस्था छैन। यो अवस्थै रहेन, सबै जमिनहरू यो अवस्थामा पुगेको छ। अब तत्कालका लागि राज्यले चाहिँ हामी यहाँका जो पीडितहरू छौँ, यहाँका सर्वसाधारणहरू, उहाँहरूको लागि के गर्दै हुन्थ्यो जस्तो लाग्छ? सरकारले पुनर्स्थापना व्यवस्था गर्नु पर्यो होइन। कसैको लाउने कपडा पनि छैन, ती सब व्यवस्था हुनु पर्यो होइन। बस्ने ठाउँ, खाने व्यवस्था हुनु पर्यो होइन। सरकारले चाहिँ त्यति गर्न सक्यो भने राम्रो हुन्छ, होइन भने सरकार पनि नाकाममै हुन्छ। हेर्नुहोस् यत्रो अवस्था भएछ होइन। यहाँ लगभग 400 धुरीका मान्छेहरू अहिले विस्थापित भएछन् होइन। तीलाई गर्नको लागि सरकारले अब सुन्नमा कता 1 करोड छुट्या। 1 करोड भने यहाँको लागि केही पनि होइन। नगरकोट जिल्लालाई त्यो पनि फेरि हेर्नुहोस् है। यो एक ठाउँलाई त तपाईँको तरकारीमा जिरा धाना जस्तो हुन्छ भनेपछि त्यो 1 करोडले के हुन्छ तपाईँको होइन। यहाँ त खर्बौँ रुपियाँ लाग्छ तपाईँको। कसैको बैङ्कमा लोन छ, घर बनाएको छ, त्यो लोन कसले के गर्ने? जग्गा त्यही जग्गा राखेर बनाएको छ होइन। त्यो पनि त सरकारले विचार गर्नु पर्यो होइन। अब पुनर्वासलाई कहाँ लाने हो त्यो गर्नु पर्यो होइन। अब त यहाँ कोही बस्नु सक्ने अवस्था छैन तपाईँको। सरकारलाई मेरो अनुरोध चाहिँ यही तपाईँको। हुन्छ, हस् हस्। ऐतिहासिक देवीघाट बजारको यो खण्डहर अवस्था र यहाँको कारुणिक दृश्य देख्दा मन निकै भक्कानिने अवस्था छ र
यो कल्पनाभन्दा धेरै बाहिरको विषय बनेको छ र यो किसिमको प्राकृतिक विपद जुन हिसाबले आयो, जुन हिसाबले बाढीको विग्रह यहाँ देखियो, त्यो कल्पनाभन्दा धेरै बाहिरको विषय र यहाँसम्म बाढी त्रिशुली नदीको गहिराई र त्रिशुली नदीको जुन सतहको नदी किनारको आसपासको क्षेत्र थियो त्योभन्दा धेरै माथि यो बाढी आइपुग्दाखेरि यो अपूरणीय क्षति नुवाकोट, रसुवा र धादिङका पनि नदी किनारका बासिन्दाहरूले बेहोर्नु परेको छ र सबैभन्दा बढी नुवाकोटको त्रिशुली बजार, त्यसै गरी बुनिबेसी हुँदै देवीघाट बजारले सबैभन्दा ठुलो क्षति बेहोर्न पुगेको छ, क्षति बेहोरेको छ र यो स्थान अब पुनर्निर्माण हुन सक्ने अवस्था पनि लगभग नदेखिएको जस्तो देखिन्छ। हामी यहाँ अर्का एकजना व्यक्तिसँग कुराकानी गर्छौँ। जस्तो अब यो विपदपछिको यो जुन सरसफाइको काम भइराखेको छ होइन, तपाईँलाई के लाग्छ यो ठाउँ अब फेरि बस्न योग्य जस्तो देखिएला? यहाँ बस्न त मिलेन, बस्न मिलेन। यस्तो क्षति हुँदा हुँदा यहाँ कसरी बस्ने, त्यो त अब इतिहासले पनि दिँदैन। हामी ग्राउन्ड जिरो देवीघाटमा छौँ र देवीघाटको यो ऐतिहासिक बजारको अवस्था अहिले भग्नावशेषमा परिणत भएको अवस्था छ र यहाँका स्थानीयहरू बाढी आउँदाखेरि र त्यस पछाडिको अहिलेको अवस्थाको विषयमा हामी कुराकानी गरिरहेका छौँ। मसँग यहाँका एकजना स्थानीय हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ। नमस्कार हजुर। यहाँको परिचय पाउन? मेरो शिव प्रसाद प्याकुरियाल। बाढी आउँदाखेरि चाहिँ तपाईँ कसरी जोगिनुभयो, परिवारहरू कसरी जोगाउनु भयो? अब बाढी आयो भनेर तपाईँको हाम्रो फेसबुकहरू मार्फत तपाईँको त्रिशुली बजार, फर्स्ट अफ अल हामीले त्रिशुली बजार बगायो भने सुन्यौँ। त्रिशुली बजार बगायो भने सुनिसकेपछि तपाईँको अनि फ्यामिली बच्चाहरूलाई सबैलाई ल भएर घरबाट बाहिर निकाल्दै गरिदिएको लगभग 5 मिनट पनि नभइकन बाढी आइपुगिहाल्यो देवीघाटमा। त्यसपछि अब को कहाँ छ केही थाहा नै छैन। अनि त्यो पछाडि चाहिँ अब अहिले अस्थायी रूपमा चाहिँ बस्ने केही प्रबन्ध छ? अब राज्यबाट खासै त्यस्तो केही पनि गरेको छैन। एक ठाउँमा अब स्कुलमा सेल्टर छ भन्ने कुरो छ, त्यो पनि अब प्रायःमा छैन। यो बर्खाको बेलामा ओड्ने छेउनी कहीँ केही छैन। अब त्यसलाई त अब आफ्नो अब आफन्त कुर्नेहरू अब के छ त्यस्तै अब सार्वजनिक ठाउँ छ त्यहाँभन्दा जाने भन्दा केही पनि छैन। राज्यबाट वास्ता खासै केही पनि छैन। अब हाम्रो यो देवीघाट बजार, यसको इतिहासको कुरो मैले अघि पनि गरेँ। अब यसलाई चाहिँ पुनर्निर्माण गर्न सक्ने तपाईँलाई लाग्छ यो पुनर्निर्माण हुन्छ यहाँ जस्तो? अब सम्भवतः हाम्रो नेपालले गर्न नसक्ला सायद। यो नेपालको आफ्नो बजेटले गर्न सक्दैन। अब सायद खण्डहरूकै रूपमा नै अब हामीले भावी पुस्तालाई हस्तान्तरण गर्न हामी तयार छौँ। जस्तो अब यति भनिरहँदाखेरि यो वृद्धाश्रममा हामी वृद्धाश्रमको अगाडिपट्टि उभिएर ज्येष्ठ नागरिक सेवा केन्द्रको अगाडि उभिएर हामी कुराकानी गरिराखेका छौँ। यहाँको ज्येष्ठ नागरिकहरू पनि हराउनु भएको भन्ने खबरहरू छन्, त्यो के छ, त्यसको अपडेट केही छ? अब लगभग हाम्रो 2 जनाको चाहिँ अब बढी फेला पर्यो भन्ने कुरा छ। अपुष्ट हो त्यो कुरा होइन। अब लगभग 4-5 जना हराइरहनु भएको छ बुवा आमाहरू, अरूलाई चाहिँ लगभग बचाएको छ। पत्रकारहरूले उहाँहरूले गर्दैछन् गर्नु हेर्दैछन् कहाँ कहाँ के निकै भावविह्वल अवस्थामा छौँ हामी यहाँ न जमिन छ न घर छ, खण्डहर मात्रै बाँकी छ। यो कुनै बेला सुन्दर सहर थियो, सुन्दर एउटा बजार थियो, गुलजार बजार थियो भन्दा नपत्याउने अवस्थामा हामी छौँ र यो खोलाको बगर जस्तो बनेको त्रिशुली नदीको किनार यो देवीघाट बजार हो र यहाँ हिजोको बाढीले जुन विपद ल्याएको छ, धेरै व्यक्तिहरू यहाँ हराइराख्नु भएको छ र एकजना आफन्तको खोजीमा हुनुहुन्छ र उहाँले निरन्तर प्रयास गरिराख्नु भएको छ। विभिन्न समन्वय सम्पर्क पनि गरिराख्नु भएको छ, भेटाउन सक्नु भएको छैन। म उहाँसँग पनि कुरा गर्छु। हजुर नमस्कार। नमस्कार। हजुर कहाँबाट आउनुभयो? हजुर म चाहिँ काठमाडौँदेखि। मेरो घर यहाँ अगाडि थियो, मेरो आमा यहीँ बस्नुहुन्थ्यो। चाहिँ केही पत्तो भएन, सबैतिर खोजिसकेँ। त्यसको लागि कहीँ केही उपाय लाग्छ कि भनेर अझ खोज तलासमा लागिरहेछ। उद्धारका लागि हेलिकप्टरहरू उडै छन्। त्यो हाम्रो हजुरको आमाको सन्दर्भमा खोजीको कार्यमा केही राज्यबाट भयो पहल? त्यस्तो केही पहल भएको छैन।
हजुर अब यहाँ स्थानीय निकायको तदारुकता देखिनुपर्ने, त्यो पनि खालि स्थानीय हामी दाजुभाइहरू टोलका मान्छेहरू मात्रै सक्रिय भए देखिया छ। अब यहाँ के कमी कमजोरी भएको, समन्वयको कमी भएको हो कि के हो, त्यो विषयमा चाहिँ सम्बन्धित निकायले विचार गरिदिनु पर्यो। र हामी सबै शोकमा परिरहेका छौँ। कतिका बेपत्ता भएका छन्, कतिका के भएका छन्, त्यसलाई चाहिँ अलिकति राज्यले के कसरी व्यवस्थित गर्ने हो, कसरी खानपिनको व्यवस्था, बसाइको व्यवस्था कसरी गर्ने हो, र भोलि दीर्घकालमा केही सोच गरेर यहाँको बासिन्दालाई अन्त लगेर कतै सिफ्ट गरेर केही व्यवस्थापन गर्ने हो कि, त्यो चाहिँ राज्यले सोच्नु पर्यो र सोच्छ भन्ने हामी विश्वास गर्छौँ। अब यति भनिरहँदाखेरि घरबार सबै गुमेको छ, निकै पीडामा यहाँका हरेक स्थानीय हुनुहुन्छ होइन। यस्तोमा चाहिँ अब राज्यले दीर्घकालीन रूपमा केही नीतिगत निर्णय गर्ला, त्यसले चाहिँ पुनर्वासको व्यवस्था गर्ला, तत्कालका लागि चाहिँ यहाँका स्थानीयका लागि अहिलेको आवश्यकता के हो, राज्यले के गर्नुपर्छ? मुख्य कुरो त बस्ने स्थान नै छैन। अस्थायी रूपले भए पनि केही सीमित अवधिको लागि हुन्छ कि कसरी व्यवस्थापन गर्ने हो, यसको सट्टामा कतै अन्त सुरक्षित ठाउँमा घरहरू बनाइदिने हो कि, त्यो विषयमा चाहिँ विचार गर्नु पर्यो। यो तत्कालको खानपिन र बसाइको औषधि उपचारको लागि चाहिँ तत्काल व्यवस्था गरिएन भने यहाँ भयावह स्थिति छ। अब यहाँ बसिसाध्य छैन, मान्छे यो प्रकोपको कारणले झन् अरू बिरामी भएर झन् समस्या आउन सक्ने देखिन्छ। खानेपानीको व्यवस्थापन पनि गर्नु पर्यो। त्यहाँ माथि आयुर्वेद उसमा गएर हेरेको ठाउँमा खानाहरू खुवाइरहनु भएको छ, जति सके गरिरहनु भएको छ, तर पहल पुगेन कि जस्तो लाग्छ मलाई। देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, यो पछाडि ब्याकग्राउन्डमा हामी जुन देखिरहेका छौँ, यहाँ बुवा आमाहरू जो यहाँ बस्नुहुन्थ्यो, यहाँ आश्रित हुनुहुन्थ्यो, उहाँहरूको बिचल्ली भएको छ भने केही बुवा आमाहरू यहाँबाट हराउनु भएको छ, केहीको यहाँ यो घटनामा परेर निधन भएको अवस्था छ। र यहाँ यो ज्येष्ठ नागरिक अध्ययन केन्द्रको अवस्था के छ, कतिजना हुनुहुन्थ्यो र घटना के भयो भन्ने विषयमा म यहाँका संरक्षण केन्द्रको एकजना अधिकारी हुनुहुन्छ। नमस्कार। नमस्कार हजुर। हजुरको परिचय पाउन। राजीव नेपाल। यहाँ हजुर के हुनुहुन्छ? म चाहिँ कार्यालय सचिव र व्यवस्थापन सबै हेर्छु मैले। यहाँ कतिजना ज्येष्ठ नागरिकहरू हुनुहुन्थ्यो, उहाँहरूको अहिलेको अवस्था के कस्तो छ? हाम्रो 35 जना हुनुहुन्थ्यो। 35 जनामा तपाईँको 5 जना चाहिँ बेपत्तै छन्, 1 जना चाहिँ हामीले लास भेट्यौँ भित्रै, र अरू चाहिँ अब सकुशल रूपमा हामीले माथि आयुर्वेदमा राखेका छौँ। अहिले उहाँहरूको जसलाई उद्धार गरियो उहाँहरूको अवस्था, स्वास्थ्य अवस्था वा अन्य अवस्था व्यवस्थापन कसरी गरिरहनु भएको छ? स्वास्थ्य अवस्था त आयुर्वेदमा राम्रै भइरहेछ, त्यस्तो समस्या छैन अहिलेसम्मलाई। अब हिजोबाट ठिकै छ, राम्रै भइरहेछ। व्यवस्थापन त्यहाँ आयुर्वेदले गरिरहेछ। अब खानपानको व्यवस्थापन पनि त्यहीँ भइरहेछ। खानपानलाई पनि त्यहाँ अब विभिन्न सङ्घ संस्थाहरूले सहयोग गरिरहनु भएको छ, खुवाइरहनु भएको छ। अहिले त्यस्तो बस्नलाई समस्या छैन। उहाँहरूको घर परिवारहरू सम्पर्कमा आउनुभएको त्यस्तो छ? सम्पर्कमा 1 जना चाहिँ आइपुग्नु भएको छ, त्यही अब रामकृष्ण तामाङ भन्ने सुरैगढीको हुनुहुन्थ्यो। उहाँ चाहिँ उहाँको चाहिँ आइसक्नु भएको छ, उहाँहरूले चाहिँ लास बुझ्नु जानुभएको छ उता। र अरू चाहिँ अब सम्पर्कै छैन, त्यो अब हाम्रो चार्ज पनि छैन मोबाइलमा, र फोन पनि नेटवर्कले काम गरिरहेको छैन, त्यो भएर अहिले चाहिँ अरू चाहिँ सम्पर्क आएको छैन। देवीघाटको अवस्थाको विषयमा हामी रिपोर्टिङ गरिराखेका छौँ। देवीघाटसँगैका अन्य गाउँहरू, हामी सिर्खालीका स्थानीय हुनुहुन्छ एकजना, उहाँसँग म कुराकानी गर्छु। त्यहाँको अवस्था के छ र सुनिएअनुसार त्यहाँ लासहरू ल्याएर नदीले बगाएर ल्याएर त्यहाँ तैराएको अवस्था छ, र त्यो लासहरू उठाउनका लागि सरकारी संयन्त्र नपुगेको भन्ने जानकारी प्राप्त भएको छ। यही विषयमा केन्द्रतर्फमा आरपी रिमाल स्थानीय शिक्षासेवी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। के छ सिर्खालीपट्टिको अवस्था कस्तो छ? त्यहाँ मुख्यतः त्यो नयाँ पुल भन्छौँ हामी, त्यो 2 वर्ष अगाडि बनेको पुल लग्यो, त्यसपछि नदीको बहाव चाहिँ तल्लो अलि होचो फाँटमा चाहिँ छिर्यो, बस्तीसम्म कुनासम्म पुग्यो। त्यहाँ सबै बगरै भयो भनौँ न। त्यो अब मान्छेको त्यहाँ अहिले खेतीपाली गर्ने त्यो फाँटलाई फेरि पहिलाको ठाउँमा ल्याउने अवस्थै रहेन, र त्यहाँ लासहरू तैरिराखेको छ, 2-3टा देख्नमा आएको छ। त्यहाँ अब प्रशासनको पनि उपस्थिति छैन, वडा जुन यतै वारी नै पर्नु भएछ, त्यो भएर त्यहाँ मानिसहरू अन्यलमै छन् अहिलेसम्म। र त्यो बत्ती छैन, अनि मोबाइलहरू नि सबै चार्ज सकिएर अफ भइसक्यो। त्यसले गर्दाखेरि अहिले मान्छेसँग जोडिन पनि सकिरहेको छैन, परिवारहरूसँग मान्छे कोही भुरा यताउता, साना नानीहरू यताउता भइरहेको अवस्था छ, र अलि दयनीय छ त्यहाँको अवस्था। जस्तो अब विद्यालयको, अब यहाँ त शिक्षासँग सम्बन्धित व्यक्ति हुनुहुन्छ, अब रणभुवनेश्वरी उच्च माध्यमिक विद्यालय अनि संस्कृत मावि, अब यहाँ पढ्ने विद्यार्थीहरूको आवागमनको विषय पेचिलो बनेको छ होइन। अब
विद्यार्थीहरूलाई सहज रूपमा अध्यापन गराउनका लागि तत्कालीन रूपमा चाहिँ राज्यले के गर्दै हुन्थ्यो यहाँ? अब यो विद्यालयहरूको क्याचमेन्ट एरिया चाहिँ वारिपारि नै छ होइन। बसहरू टाढासम्म गएर लिएर आउने जुन चलन छ त्यो चाहिँ अब पुरै अवरुद्ध भयो। त्यसो भएको हुनाले अब दुईटा स्कुलको प्रशासन अथवा स्थानीय निकाय व्यवस्थापन समितिले संयोजन गरेर वारिपारि नै पढाउने व्यवस्था गरियो भनेदेखि त्यो चाहिँ अलि समाधान हुन्छ कि भन्ने कुरा हो। त्यो वारिपारि नै कक्षा सुरु गर्नु पऱ्यो। सिलेबस एउटै हो, नगरपालिका एउटै हो, पाठ्यक्रम एउटै हो, अनि क्याचमेन्ट एरिया पनि एउटै हो, समुदाय पनि एउटै भएको हुनाले अहिले चाहिँ स्कुलको हिसाब किताब नगरिकन पठन पाठनलाई चाहिँ जुन स्कुलमा सहज हुन्छ तानेर कक्षाअनुसार पठन पाठन सञ्चालन गर्न सकियो भने त्यो हानि हुँदैन कि जस्तो लाग्छ। हुन्छ, हस्। यसैबीच राहत र उद्धारमा राजनीतिक दल संयन्त्रहरू सक्रिय रूपमा लागिराखेका छन्। हामी देवीघाटमा छौँ र यहाँ संविधान सभा सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य मानवाधिकार समितिकी पूर्व सभापति विमला सुवेदी हामीसँग हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्छौँ राहत र उद्धारमा उहाँहरूको सक्रियताको विषयमा। हजुर नमस्कार। हजुर नमस्कार। अब यस्तो विपद हाम्रो क्षेत्रमा यसरी आइपरेको छ, अब यहाँका जनताको तत्कालीन आवश्यकता भनेको उद्धारको विषय हो। उद्धारको क्रम कसरी चलिरहेको छ, तपाईँले के पाउनुभयो? हजुर, यहाँ चाहिँ अब यो एकदमै अकल्पनीय इतिहासकै अकल्पनीय घटना हुनुपर्छ। यो देवीघाट बजारको अवस्था यहाँ देखिराख्नु भएको छ। अहिले यो राहत र उद्धारको कुरा चाहिँ अब यहाँको प्रशासन, सबै राजनीतिक दलहरू, अहिलेको सरकार सबै मिलेर त्यो कामलाई तीव्र गतिमा अगाडि बढाउनको लागि हामी लागिरहेका छौँ। अहिले चाहिँ घाइतेहरूको उद्धार गर्ने अनि जो चाहिँ लासहरू लाई चाहिँ खोजी कार्य गर्ने र त्यसपछि अहिले त यो त्रिशुली खोलाले पुरै सम्बन्ध नै विच्छेद गरेको स्थिति छ। वारी र पारीको चाहिँ आइजाइ गर्न सक्ने स्थिति छैन। त्यस कारणले वारी र पारीबाट आइजाइ गराउनको निम्ति त्यो सहजीकरण गर्ने र यो बाटो कम्तीमा रोडलाई अब खुला गर्ने भनेर चाहिँ डोजर लगाएर त्यसलाई साफ गर्ने लगायतका कामहरू चाहिँ अहिले भइरहेको छ। तत्कालीन आवश्यकताको कामहरू भइरहेछ। तत्कालीन आवश्यकताका कामहरू भइरहेको छ र यहाँको जो अब बस्ती नै पुरै खाली भएको स्थिति, बगाएको सहर नै बगाएको स्थिति छ। त्यस कारणले गर्दाखेरि यहाँको चाहिँ जनसमुदायहरूलाई तात्कालीन आवश्यकतालाई चाहिँ पुरा गर्नलाई त्यसमा सहयोग गर्न पहल गर्ने कुराहरू चाहिँ प्रयत्नहरू भइरहेको छ। यति बेला म विदुर 5 पिपलटारमा छु र पारिपट्टि जुन दृश्य देखिरहनु भएको छ त विदुर नगरपालिकाको वडा नम्बर 3 र वडा नम्बर 6 को बहुनिवेशी फाँट हो र जुन तपाईँले दृश्यमा देखिरहनु भएको छ खोलाको बगर जस्तो देखिने लामो बगर जस्तो देखिएको छ। त्यो बहुनिवेशीको ठुलाखेत भन्ने ठुलो फाँट हो र त्यो फाँटमा सयौँ परिवारको खेती थियो र त्यहाँ धान खेती प्रशस्तै मात्रामा हुने गरेको थियो भने अन्य खेतीहरू आलु लगायतका सिजनल खेतीहरू समेत किसानहरूले गर्दै आएका थिए। अहिले त्यो दृश्यमा तपाईँले जुन देखिरहनु भएको छ बहुनिवेशी र चैनपुरको तल्लो बेल्ट अहिले बगरमा परिणत भएको छ र त्यो बगर हिजोसम्म ठुलो फाँटको रूपमा थियो र यो फाँट हरियाली फाँट बगरमा परिणत हुनुभन्दा अगाडिको दृश्य र भइसकेपछिको दृश्य। अहिले यहाँ पुल थियो, पुल पनि खोलाले बगाइसकेपछि सम्पर्क विच्छेद भएको छ पारी गाउँ र यो ठाउँको बिचमा र मध्य पहाडी लोकमार्गको यो स्थानमा हामी रहँदा हिजो बाढी आइरहँदाखेरि प्रत्यक्ष देख्नुभएका एकजना हुनुहुन्छ यहाँलाई स्वागत छ। हजुर धन्यवाद है। यहाँ बाढी आउँदा चाहिँ के भएको थियो भन्दाखेरि अब उताबाट मान्छेहरूले भन्थ्यो नि त, माथिबाट भन्दै फेरि पनि यहाँ पुल थियो नि त एउटा ठुलो उतासम्म पुल, त्यो पुल आउँदाखेरि चाहिँ के भयो भने पहिला सानो आयो नि त, अनि त्यसपछि मान्छेहरूलाई त्यस्तो लागेन अब यहाँ ठुलो आउँछ भनेर। अनि त्यसपछि चाहिँ अचानक आएर सबै पुल लिएर जाँदाखेरि चाहिँ अनि त्यहाँ नि 1-2 जना मान्छेहरू चाहिँ पर्नु भयो। पुलमा पनि मान्छे पर्नु भयो? मान्छे आउँदै लिएर गयो कि पुलबाट। अनि 1-2 जना चाहिँ अनि मेरो हजुरआमा, मेरो साथीको आमा चाहिँ अनि अहिले उता मासतिर हुनुहुन्छ, ठ्याक्कै आफ्नै आँखाले देखेर पुरै बगाने क्या। आफू अगाडि आयो, अलि 1-2 फिट पछाडि जस्तै अब मान्छेहरू आइरहेको थियो पछाडि तर धेरै ठुलो आउँदै पुल पाउँदैन भनेर अनि स्वाटै गयो। बाइक र 3 जना मान्छे 3 थियो अरे हजुरआमाले भन्नुभएको थियो। यहाँको नाम चाहिँ? निरञ्जन बैलगुडी। जुन खण्डहर जस्तो यो बगरमा म जहाँ उभिरहेको छु, हिजोसम्म यो ठाउँमा खेतीपाती हुन्थ्यो। यहाँ पारिपट्टि तपाईँले पुलको एउटा मुख देख्नुभएको छ, त्यहाँ बस्ती थियो, बजार जस्तो थियो, पसल थियो र यो खण्डहर जस्तो जुन बगर देखिएको छ यो सबै ठुला फाँटहरू थिए र आज यो ठाउँ यसरी त्रिशुली नदीले
उग्र रूप लिँदाखेरि यो अवस्थामा पुगेको छ र यो चैनपुरको बुनिबेसीको अवस्था र पिपलटारपट्टिको अवस्था यस्तो देखिएको छ कि यो कल्पनाभन्दा धेरै बाहिरको विषय हो। म जहाँ उभिएर यो रिपोर्टिङ गरिराखेको छु यो मेरो पनि स्थायी वासस्थान भएको ठाउँ हो र विदुर 3 र 6 बुनिबेसीमा पारिपट्टिको खण्डहर जहाँ मेरो खेत बारी र घरहरू रहेको ठाउँ थियो भने त्यहीपट्टि एउटा बजार जस्तो थियो र त्यो बजारमा पसल गरेर बसिरहनु भएका जसले यहाँ पसल सञ्चालन गरिराख्नु भएको थियो उहाँसँग म कुराकानी गर्छु। यो कसरी बाढी आयो, कसरी बगायो, यो स्थिति को उहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ। नमस्कार, यहाँलाई स्वागत छ। जस्तो यो जुन कल्पनाभन्दा बाहिरको विषय जसरी हामीले यति ठुलो बाढी यो हिसाबले आउँछ र यो बस्ती नै समाप्त पार्छ भन्ने हामीले सोचेकै थिएनौँ। अब यो भइसक्दाखेरि तपाईँले चाहिँ अब त्यहाँ कसरी आफन्तहरू कसरी जोगिनुभयो, भाग्न भ्याउनु भयो कि भएन, कस्तो भयो? हाम्रो चाहिँ यो खबर पाएको थियो, बोर्डरबाट खबर गरेको थियो उतै स्याप्रो बेसी बगायो भनेपछि। अनि यहाँ नि अब बाँच्न त बालबाल बच्यो मान्छे भनौँ न। पाक्दै गर्दा एकजना आमा यहाँनिर हो, अब बुढी चाहिँ त्यहाँबाट उता मुन्थालापट्टि गयो। त्यसरी बच्चाहरू स्कुल थियो, त्यसरी चाहिँ बाँच्यो भनौँ न। अनि सामानहरू त्यो त सबै लग्यो, सबै बगायो। सुन पनि थियो 2-3 तोला, तिनीहरू सबै गयो कि। त्यो कुखुरा पालेको थियो, कुखुरा 40-50 लोकल कुखुराहरू थियो, त्यो केही पनि रहेन, सबै गयो लग्यो। पुरै खण्डहर भएको छ। जे पनि मान्छे बाँच्यो त्यही खुसी छ भनौँ न। अब त्यो त अरू कमाउला नि पछि के गर्ने, गरेर कमाउला। अनि अर्को चाहिँ अब यति भएपछि न सम्पत्ति रह्यो न जमिन नै बाँकी रह्यो। यहाँ त जमिन पनि बाँकी रहेन, अब खोलाको किनार बाहेक केही बाँकी रहेन, बगर बाहेक केही बाँकी रहेन। यस्तोमा चाहिँ अब सरकारले राहत उद्धारको विषयको कुरा गरिरहेको छ। तपाईँलाई के लाग्छ, के गर्दै हुन्थ्यो राज्यले? अब के गर्ने, त त्यो आर्थिक सहयोग गर्यो भने त होला, अरू के चाहिँ गर्नु गर्ला र भन्ने कुरा त हो चाहिँ हाम्रो। त्यो आर्थिक सहयोगमै भर पनि त हो, त्यो हो नि कतै गर्ने भन्ने त। अब यहाँ त उपाय छैन, सक्दैन। अहिले चाहिँ कहाँ बसिरहनु भएको छ तपाईँहरू? अहिले यहाँ पिपलटार माझीटारमा भाइको घरमा बसिरहेको छ। हस् भाइ, नमस्कार। नमस्कार, धन्यवाद। तपाईँ चाहिँ कहाँ हुनुहुन्थ्यो बाढी आउँदाखेरि? मेरो त घर अलि टाढा, मेरो घर चाहिँ सुरीगढी गाउँपालिका। मेरो चाहिँ त्रिशुली बजारमा चाहिँ बुहारी र भाइ बुहारीको पसल थियो, 2-3 जनाको। एकजनाको चाहिँ भाइ बुहारी र छोरो र बुहारी चाहिँ बेपत्ता छ अहिलेसम्म। तैपनि यो हुन्छ म त तत्काल काठमाडौँ पुगेको थिएँ, भाइ विदेश थियो दुबई। अब यो नहुनु घटना घट्यो। अब अहिलेसम्म लास नि छैन, कहाँ छ भन्ने नै पत्ता लगाउन सकेको छैन। एकजना मेरो भान्जा चाहिँ विद्युत 7 तुप्चेमा चाहिँ गाडीमा काम गर्थे, उनको पनि अहिलेसम्म सम्पर्क विहीन छ। अब त्यही कारणले अब यो राज्यले गर्नुपर्ने कुराहरू के गर्नुपर्ने, अब आफ्नो मान्छेहरू त गयो होइन, अब कहाँ के छ भनेर चाहिँ पत्ता लगाइदिए हुन्थ्यो। अब उहाँ पसल गरेर बस्ने, एउटा सामान्य पसल गरेर बसेर बिहान बेलुकाको जीविका चल्नेहरूको साना सुत्केरी बच्चाहरू चाहिँ माथितिर टरातिर बसिरहन्। अब उनीहरूलाई तत्कालै राहत पुनः व्यवस्थापन राज्यले गर्दै हुनुहुन्छ भन्ने आशा हो। हुन्छ, हस्, धन्यवाद। भोटेकोशी बाढी र त्रिशुली नदीले गरेको वितण्डा यो इतिहासकै सबैभन्दा ठुलो नेपालको विपदको इतिहास हेर्ने हो भने अहिलेसम्मकै सबैभन्दा ठुलो विपद त्रिशुली नदी आसपासमा बस्ने जनताहरूले भोग्नु परेको छ। र म जुन स्थानमा रहेर रिपोर्टिङ गरिरहेको छु मेरो घर भएको स्थान पनि हो र यो स्थानका जनताहरूले जुन किसिमको क्षति बेहोरेका छन्, अब भावनात्मक रूपमा यो सखाप भयो भनेर भावनामा बहकिनुभन्दा अब नयाँ ढङ्गबाट यो ठाउँको पुनर्निर्माण गर्नुपर्ने छ। त्यसका लागि यहाँको जनताले वा यहाँको समुदायले मात्रै यो कुनै पनि काम पुनर्निर्माणको काम सम्भव छैन। राज्यले अब त्रिशुली नदी र त्रिशुली नदीको किनारमा जुन क्षति बेहोरेका जनताहरू छन् उनीहरूका लागि निश्चित केही दिगो तरिकाको कार्ययोजना बनाएर पुनर्निर्माणको काम तत्कालै सुरुवात गर्नुपर्नेछ। र खास गरी जनताको कनेक्टिभिटीको आवागमनको जुन समस्या देखिएको छ
पुलहरू सबै बगाएका छन्। ती पुलहरू तत्कालै वैकल्पिक रूपमा कसरी हुन्छ, पारी र वारीको बिचको सम्पर्क सम्बन्ध गराउनु पर्ने आवश्यकता छ र त्यसका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने छ भने दीर्घकालीन रूपमा किसानका खेतहरू जसरी मासिएका छन्, किसानका घरहरू जसरी बगाएका छन् र बजार ध्वस्त भएको छ, त्यो पुनर्निर्माण गर्न ठुलो बजेटको आवश्यकता पर्छ र राज्यले यति बेला 2/3 सरकार लगभग 2/3 सरकारले शासन सत्ता चलाइरहँदाखेरि जिम्मेवारपूर्ण ढङ्गले यो स्थानहरू जहाँ जनताले क्षति बिहोरेका छन् त्यो स्थानको पुनर्निर्माणमा राज्य लाग्नुपर्छ र त्यसका लागि राज्यले आवश्यक नीतिगत निर्णयहरू गर्नु पर्यो र अन्य प्रबन्धहरू व्यावहारिक रूपमा जनताको जीवनलाई अब कसरी नयाँ ढङ्गबाट अगाडि बढाउने, जो लामो समयदेखि खेतीपातीमा सक्रिय थिए, लामो समयदेखि आफ्नो थाकथलोमा बसेर आफ्नो जीविकोपार्जन गरिराखेका थिए, उनीहरूलाई कसरी अब वैकल्पिक व्यवस्थापन गर्ने त्यो राज्यले सोच्न जरुरी छ। नेपाल एकीकरणका क्रममा दिव्योपदेश यही भूमिमा तयार भएको थियो भने राजा पृथ्वीनारायण शाहले यही भूमिमा उभिएर राष्ट्रिय एकताको लागि आह्वान गर्नुभएको थियो। आज पनि उहाँका मूर्तिहरूमा एउटा औँला उचालेको अर्थात् सबैजना एक हौँ भन्ने आह्वान गर्नुभएको त्यो आजभन्दा 240 वर्ष अगाडिको इतिहास आज पनि फेरि नेपालीका माझ नयाँ ढङ्गले प्रस्तुत हुनुपर्ने भएको छ। पृथ्वीनारायण शाहले राष्ट्रिय एकताको आह्वान गरे जस्तै यो देवीघाटसहित रसुवाबाट धादिङसम्म आएको यो प्राकृतिक विपद सामनाका लागि राष्ट्रिय एकताको फेरि खाँचो छ। यस्तो बेलामा राजनीतिक दलहरूबीच र नागरिक समाजबीच तेरो र मेरो नभनिकन यो सबै हामी नेपालीको विपद हो भनेर सबैजना एकजुट भएर पृथ्वीनारायण शाहले औलो उठाउनु भए जस्तै गरी सबैजना एक हुनुपर्ने दिन आएको छ र यो विपदको सामना गर्दा सबै नेपाली एक हुनुको विकल्प छैन। क्यामेरामा साधुराम लामिछानेका साथ रामचन्द्र अर्याल, देवीघाट, नुवाकोट।